हेलो साथी, आज चाहिँ पपेर्न मेलोनु पाकेको छ अनि त्यसलाई टिपेर बोक्रा केलाउँदैछु म चाहिँ खानको लागि। यसको बोक्रा चाहिँ उसिनेको आलुको जस्तै सजिलरी जाँदो रहेछ के, कस्तो राम्रोसँग छोडिन्छ। अनि म त्यो छोडाएर अनि खाना लाग्दैछु के। बच्चाहरूले खाँदैनन्, बच्चाहरूलाई मन परेन। अनि म आफू एक्लैलाई त एउटा टिपे पुगिहाल्छ, दिनको एउटा टिप्छु। यिनीहरूलाई चाहिँ खै स्वादै मन परेन अरे। मलाई नि खासै स्वाद त्यति धेरै मिठो चाहिँ होइन, जे भयो नि ठिक ठिकै हो, त्यति धेरै मिठो चाहिँ होइन स्वाद चाहिँ। नेपाली फल खाइराखेको मान्छेलाई यो चाहिँ खासै धेरै मिठो फल चाहिँ होइन रहेछ। हाम्रो नेपाली फल चाहिँ साह्रै मिठो हुन्छ, यो विदेशी फल भएर हो कि किन पनि मिठो हुन्छ। यसको चाहिँ हल्का 2-4 दाना हुन्छ, खुर्सानीको बिहा भन्दा नि सानो मसिनो दाना हुन्छ 2-4, त्यो चाहिँ अलिकति फालेर अनि खान्छु मैले।